सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटनामा परेको छ। Oh man! Shit! एक्सिडेन्ट भयो एक्सिडेन्ट भयो ओहो छिटो जानुपर्ने त्यहाँ आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो। Shit! ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। मान्छे जानुपर्ने पानी लगेर जानु Shit! झन् चिसोले अलिकति के हुन्न होला है गयो नि ओ माई गॉड शिट केमा छु यो उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन्। पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिएका छन्। काठमाडौँबाट उद्धारका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो।